नमस्कार साथीहरू सबैजनालाई। मैले चाहिँ थोरै मेरो बुवालाई ड्याडीले चाहिँ प्र्याङ्क गर्न गइरहेको छु। बुवा चाहिँ यता मकै केलाइरहनु हुनुहुँदो रहेछ होइन। बुवाले चिन्नु हुँदैन त, नचिन्ने सिस्टमले नै मैले प्र्याङ्क गरिरहेको छु कि बुवालाई। हेर्न सक्नुहुन्छ। बुवा नमस्कार। बुवा नमस्ते। के गरिरहनु भएको तपाईँ? ए मकै केलाइरहनु भएको? आमा बिचरा म चाहिँ यसो घुम्दै यसो आइपुग्यो हजुर बुवा। अनि बुवालाई यहाँ बुवाले यसो मकै खेलाइरहनु भएको देख्यो, अनि त्यही भएर बुवासँग एकचोटि बोलाऊ नि त, यसो बुवासँग बसेर यसो एकछिन भेटघाट गरौँ भनेर आएको बुवा। तपाईँको त नि यो के हो त, जाँड हो बुवा? हजुर यो जाँड हो यो? तपाईँले यो के खाइरहनु भएको? जाँड मकैको? आमा एकदम मिठो छ बुवा है? मिठो छ नि, यो नखाइदिन नहुने म त। आमा अनि तपाईँ घर यो हो बुवा? हो नि। ए ल ठिक छ। यो पनि छ, उता नि छ, तल नि छ, 3-4वटा छ नि। 3-4वटा बुवा है? छोरा पनि 4वटा छ, घर पनि 4वटा छ नि। छोरा 4वटा? अच्छा 3वटा। 3वटा। आमा हाम्रो बुवाले चाहिँ अहिले यहाँ मकै खेलाइरहनु भएको रहेछ है बिचरा। अनि बुढो मान्छे अब टाढा हिँड्न सक्दैन होला है? हिँड्न सक्नुहुन्न होला? यस्तै बसेर काम गर्ने नि। अब के गर्नु, बुढो भएपछि त यसै मकै केलाउने, कुखुरा चराउने होइन बुवा? के गरेर त अब 73-74 पुगिसक्यो। पुग्यो बिचरा। अनि सन्चै आरामै हुनुहुन्छ नि बुवा? अहिले त जिउको लागि त आरामै छ, हिँड्नु सक्दैन। हो है बिचरा हो। तपाईँहरूले आरामै हुनुहुन्छ? एकदम बुवा, अहिलेसम्म त आरामै भन्नु पर्यो। धेरै राम्रो। ओहो सही। बिचरा मेरो बुवाले चाहिँ मकै खेलाइरहनु भएको रहेछ। एकदम खाजा चाहिँ उहाँको जाँड खाइरहनु भएको रहेछ, जाँड खाइरहने। अनि उहाँ चाहिँ खाइरहनु भएको रहेछ बिचरा, खाजा खाँदै काम गर्दै हुनुहुँदो रहेछ। ल ठिक छ, राम्रोसँग केलाउने है बुवा। हजुर। ल कति वर्ष हुनु पऱ्यो बुवा तपाईँले? मैले 73 अब 74मा लाग्यो। अब 74मा लाग्यो बुवा है? आमै बिचरा। ल ठिक छ, मेरो बुवाले चाहिँ यहाँ काम गरिरहनु भएको छ। म चाहिँ खानु त सक्ने, हिँड्नु त नसक्ने भयो। हो है बुवा? के अन्त बुढो भएपछि यस्तै हो बुवा, अब गाह्रो मान्नु हुँदैन। हामी चाहिँ लोसार मनाउनु पर्छ साथी हो। यी लोसार मनाएको लुङदर र चाङदा है यसरी गाडेर राख्नुपर्छ।